हेलो गाइज वेलकम टु माई न्यू ब्लग सबैजनालाई नमस्ते। म हजुरसँग फेरि पनि आइसकेको छु एउटा नयाँ ब्लग भिडियो लिएर। अब म चाहिँ भर्खर उठ्दैछु होइन। अब म चाहिँ अब माथितिर यसो ब्लग बनाउनु पऱ्यो भनेको र यो लास्टै जाडो छ यी हल्का टक्क जकेट सकेट लगाएर। अब उता चाहिँ अब जाडो जाडो छ उता बाहिरतिर पुरै। चाहिँ मैले हिजो यो सुजी पकाउनु भएको थियो, सुजी चाहिँ मैले नखाएर यसो राखेको थिएँ। भर्खर मैले त मुख पनि धुएको छैन, भर्खर उठेको गाइज। टक्क लगाएर मुख धोएर आउनु। त्यो छ बाहिर। त्यो जाडो पनि बेची गाइज। माथि माथितिर घाम आइरहेको, यतातिरभरि छैन। त्यही हो चाहिँ अब हुन्छ होइन गाइज। हाम्रो बाथरुम बनिरहेको, यो लाइट चाहिँ बिग्रिएको छ अलि, त्यो लाइट बल्दैन। हल्का गाइज धेरै मुख धुवा त होइन, हल्का हल्का मुख भिजा मात्रै है। धेरै मुख के अरे नुहाउनु हुन्न क्या, बिहान बिहान नुहाएपछि हल्का चिसो चिसो पनि हुन्छ अनि बिरामी पनि भइन्छ। तर होइन गाइज, तर नुहाउनु पर्छ हल्का मजा जानु। अब टक्क लगाएर सुजी लगेर माथितिर गएर रोटी छ हिजोको, टक्क लगाएर रोटी खाने हो हिजोको गाइज। म चाहिँ टक्क लगाएर चप्पल लगाऊँ। यो अब माघ फागुन चैत, अब यो वर्ष जानु पनि 3 महिना छैन गाइज। अब चाहिँ यो वर्षमा जानलाई भने चाहिँ अब 2083 आउँछ, 2083। त्यो चाहिँ हाम्रो मम्मी हुनुहुन्छ। रोटी कहाँ छन्? यहाँ चाहिँ अब खाना पाक्दै रहेछ। यो चाहिँ हाम्रो साग अनि यता चाहिँ हाम्रो अब यो भात होला, अनि यहाँ चाहिँ दाल छ, अनि यहाँ चाहिँ सुजी छ। यो सुजी तर किनभने के अरे जस्तै अब अहिले पकायौँ नि, अहिले पकाएर खायो चाहिँ हल्का मिठो लाग्दैन। बासी सुजी चाहिँ लास्टै मिठो लाग्छ, मलाई चाहिँ लास्टै मिठो लाग्छ भने। मम्मी अरू सुजी चाहिँ छैन नि? खै रोटी कहाँ छन्? रोटीसँग के खानु त? पकाउनु भयो कि हिजोको? उतातिर पनि घाम आइसकेको रहेछ गाइज। हजुर सुजी टक्क लगाएर हजुरलाई बासी मिठो लाग्छ नि सुजी? हल्का जलाउनु भएन छ क्या सुजी, जलाएपछि ठिक्क मिठो हुन्छ। कस्तो जाडो यहाँ। अब गाइज के अरे सरस्वती पूजा पनि आउँदैछ अब यही शुक्रबार। अब यसो हामी के अरे स्कुल पैसा उठाएपछि यसो गएर मनाउनुपर्छ। यो साग त हुन्न
त्यसमा तातिन्छ त्यसरी यसमा खाइदिनु यसमा खाइदियो यो के हो त भात लास्ट बाइट हो यो गाइस गाइस अब एउटा खुसीको खबर के भनेपछि त्यो फलामको बाटो छ नि फलामको बाटोमा फेरि के गरे बस हिँड्न लाग्यो क्या गाइस अब बस कतादेखि दाङसम्म जान्छन् अब कोही दाङदेखि यता आउँछ भने चाहिँ सजिलो आइन्छ यहाँदेखि पानी पनि यति चिसो हुन्छ गाइस मैले चाहिँ एउटा रोटी खाएँ अब त्योभन्दा धेरै चाहिँ खान सकिनँ लास्टै अब सुजी खाएको नि त सुजी खाएपछि हल्का धेरै खाएँ त्यसैले उतातिर घाम आइसकेको रहेछ अनि यता लुआम बजारतिर हल्का यता तल अलि घाम आएको छैन यो स्ट्रबेरी रहेछ यो स्ट्रबेरी कहिले फल्छ गाइस यसो कमेन्ट गरिदिनु होला स्ट्रबेरी यस्तो हुन्छ गाइस यो रातो रातो फल्न कसले खानु भएको छ तल कमेन्ट गर्नु होला यो फेरि यस्तो लहरा छ नि यस्तो लहरामा गरेपछि यस्तो बढेपछि त्यो हुँदो रहेछ के अरे बिरुवा हुने रहेछ हल्का अलि फैलिने रहेछ यो आज चाहिँ उता एउटा के अरे उता चाहिँ फेरि बादल त वहाँ तल आएछ गाइस बादल यहाँ आएछ गाइस के हो यस्तो जानुपर्छ के हो बादल यहाँ आएको भनेपछि हामी माथि आयो त्यति बादल चाहिँ होइन होला सायद त्यो कुहिरो चाहिँ होला हल्का जान लाग्छ हिँडिरहेको छ गाइस त्यो कुहिरो चाहिँ हिँडिरहेको लगायत आजको लागि यति नै मैले चाहिँ आज यति बनाउन सकेँ अर्को भ्लग चाहिँ अब भोलितिर यस्तो पर्सितिर बनाउँछु त्यतिखेरसम्म पनि मलाई साथ सपोर्ट गरिदिनु होला होइन अरू केही नगर्नुहोस् हजुरहरूले यो भ्लगलाई हेरिदिनुहोस् मात्र अन्तिमसम्म अनि 1 लाख मात्र गरिदिनुहोस् त्यही मेरो लागि काफी हुनेछ आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई